मन्दिर अगाडि हाम्रो बस सक्नुहुन्छ हाम्रो यहाँ योग प्रेमी सबैलाई हाम्रो स्वागतम 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 पाइन्छ हजुर यहाँ साथै पाइन्छ साथ दिन सक्नुहुनेछ साथ दिन सक्नुहुनेछ यहाँ साथै पाइन्छ हजुर यहाँ साथै पतञ्जलि योगपीठका दुवै स्वामीजीलाई मैले मञ्चमा आमन्त्रित गरेँ। त्यसै गरी दुईजना नानीहरूलाई आमन्त्रित गरेँ जो निर्धारित छन् र बक्समा हामी नजिक नजिक बस्यौँ, त्यसकारणले बक्स टाढा भइहाल्यो। जो बक्समा निर्धारित हुनुहुन्थ्यो उहाँहरू मेरो पछाडितिर आउनुहुन्छ। जो बक्सका लागि 4 जना निर्धारित हुनुहुन्थ्यो 4वटा जिल्लाबाट, त्यो पछाडितिरको एक्टिभिटीलाई एकपल्ट विचार गरिदिनु हुनेछ। पृष्ठमा एकरूपताको अभाव देखिएको छ, त्यसलाई एकरूपतामा रूपान्तरित गरिदिनु हुनेछ। एकाग्रताका वक्रासन अन्तर्राष्ट्रिय खेलाडीहरूको पनि उपस्थिति छ। योगासनका प्रतिस्पर्धीहरूको पनि वर्ल्ड योगासनमा प्रतिस्पर्धा गर्नेलाई पनि आज प्रोत्साहित गरिनेछ। स्वर्ण पदकदेखि लिएर रजतदेखि कार्यक्रम जारी रहन्छ। सम्पूर्ण मित्रहरूले यो प्रक्रियालाई गर्दै जानु। गर्दै जाउँ। कलाकारहरूको प्रस्तुति बाँकी छ।
यसमा हाम्रो आत्मविकास जोडिएको छ। म स्वयंका प्रति, कुटुम्बका प्रति, कार्य, समाज र विश्वका प्रति शान्ति, आनन्द, स्वास्थ्यका प्रचारका लागि कटिबद्ध छु। म संकल्प लिन्छु कि सधैँ आफ्नो सोचमा सन्तुलन बनाइराख्नेछु। यस्तो मनस्थितिले मेरो उच्चतम आत्मविकासको असीमित म आफ्नो कर्तव्य निर्वहनका प्रति, कुटुम्ब र कार्यका प्रति तथा समाज अनि सम्पूर्ण विश्वमा शान्ति, स्वास्थ्य र सौहार्दका प्रसारका लागि कृत संकल्पित छु। धरती आकाश खुसीले हाँस्छ, हामी फुटेर धरती रुन्छ, हिम तराई अन्धकार भइदिन्छ। सुन्नु भएको छैन? एउटा नाम सुन्नु भएको छ? अन्तर्राष्ट्रिय योगा दिवसको हार्दिक मङ्गलमय शुभकामना छ। मुख्य केन्द्रीय प्रभारी लवदेव गुरुबाट यति धेरै आज हामीले ज्ञान वचन वाणी श्रवण गरेका छौँ। अब बिहान बिहान उठेको रातिसम्म कार्यक्रम चाहिँ त्यति आवाज त छैन। स्वस्थ भई बाँच्नलाई जीवनभरि हजुरौ खुसीले नाच्नलाई योगा गरौँ हजुरौ, स्वस्थ भई बाँच्नलाई जीवनभरि हजुरौ खुसीले नाच्नलाई। बाजा छैन हजुरौ त्यत्तिकै गाउने हो, मुखैबाट हजुरौ जोरमा दल्लाउने। यस्तै त हँसाउन सिकाउनुहुन्छ अरे होइन? 12औं अन्तर्राष्ट्रिय योगा दिवस खुल्ला मञ्चभित्र गुरुदेवका वाणीसँगै रमाइलो विचित्र पतञ्जलि योगपीठ आज हजुर विश्वभरका 200 देशमा करोडौँ करोडौँ जनताहरू जोडिएका छन् यसमा। लाखौँ लाखौँ हजुरौ योग अनुरागी, स्वस्थ भएन हजुरौ ध्यान योग नलागी। लाखौँ लाखौँ हजुरौ योग अनुरागी, स्वस्थ भएन हजुरौ ध्यान योगमा नलागी। स्वस्थ भएन हजुरौ ध्यान योगमा नलागी। मैले आज सानो छोरी रुचिका भट्टराईलाई नचाउन ल्याएको छु। योग से और तुम क्या करते हो? इन्होंने कहा बगा बाबा मैं पॉलिटिक्स भी करता हूँ। मैंने कहा इसीलिए तो तुम्हारा पेट नहीं घट रहा है, क्योंकि तुम लोग सुबह रामदेव के पीछे, दिन में वामदेव के पीछे, रात में रामदेव के पीछे और मंडे रात में रामदेव के पीछे। ऐसे पेट नहीं घटेगा। योग को जीवन शैली बनाओ, टिकटॉक का कंटेंट नहीं बनाओ। बोलो बाबा रामदेव के। पूज्य गुरु लवदेव मिश्रज्यूले यो मञ्च दिनुभयो। म खुसी छु। म योगीहरूको सङ्गतमा छु। मेरो परिवारमा पनि योगी हुनुहुन्छ, दाइहरू, तपाईँहरू सबैजना। गरौँ योग, रहौँ निरोग, गरौँ योग, रहौँ निरोग। धन्यवाद गर्न चाहन्छु। उहाँलाई पनि हामी सत्सम्मान उपहार दिन चाहन्छौँ। सम्पूर्ण हाम्रा भोलिन्टियर साथीभाइहरू
यहाँहरू एकैछिन पर्खिएर बस्नु होला है, अरूलाई जान दिनेछौँ। हामीले यहाँ व्यवस्थापनमा एकैछिन आधा घन्टा जति यहाँको यो म्याट व्यवस्था। कसैको यहाँ मोबाइल फोन छुटेको छ, कसैको फोन छुटेको छ भने यता कृपया स्टेजमा आएर लैजानु होला। मोबाइल फोन कृपया हाम्रा आदरणीय प्रदीप दाई, श्यामजी, आनन्दजी कृपया मञ्चमा आइदिनु होला।